हेलो साथीहरू नमस्ते सेवारो आराम्बे। आजको हाम्रो काम चाहिँ यहाँ मकै गोडाइ कार्यक्रम छ। पुरा डल्लै डल्ला रहेछ है, मकै चाहिँ गोड्न एकदम गाह्रो रहेछ। यहाँ पुरै बाख्राको बडकुला जस्तो डल्लै डल्ला। हाम्रो ठाउँमा चाहिँ यहाँ तल हुनुहुन्छ कटेरामा, यहाँ तलतिर। यो ठाउँलाई कसले चिन्नुहुन्छ है, चिन्नेले कमेन्ट गर्नु होला। साथीहरू च्यानललाई सब्सक्राइब गर्नु होला, भिडियोलाई लाइक कमेन्ट गर्नु होला। यहाँ चाहिँ हाम्रो नमु तिमसिनाजी हुनुहुन्छ मकै गोड्दै। नमु यता हेर्नुहोस्, तपाईँलाई मकै गोड्दा कस्तो भइरहेछ, कतिको गाह्रो भइरहेछ? एकदम गाह्रो छ। प्लिज जान्नेले चाहिँ यो गाउँमा घर किन्नुभन्दा झापातिर घर किन्नु होला, काम गर्न सजिलो हुन्छ। अनि एकदम गाह्रो भयो हजुर। उहाँ पनि हालसालै 5 महिना जति झापाको चामल खाएर आउनुभएको। जाँदाखेरि उहाँ 40 केजी हुनुहुन्थ्यो, आउँदाखेरि 37 केजी हुनुभयो। त्यही भएर उहाँले अझै पनि उहाँलाई गाउँभन्दा बेस्ट झापै छ है। तपाईँलाई झापै राम्रो लाग्छ तपाईँलाई? होइन, मलाई त झापा होइन, मलाई गाउँै मनपर्छ। जान्नेहरूलाई चाहिँ झापा नै रोज्नु भनेको मात्र हो। यता हाम्रो आन्टीलाई हुन्छ। आन्टी के रोज्न चाहनुहुन्छ तपाईँ? झापा रोज्न चाहनुहुन्छ कि गाउँ रोज्न चाहनुहुन्छ? कस्ता तपाईँलाई बस्दा कहाँ सजिलो लाग्यो यत्रोसँग बस्दाखेरि? गाउँ ठिक हो कि झापा ठिक हो? के भन्नुपर्छ अब यसमा? गर्न पाइन्छ गाउँमा, कति रमाइलो हुन्छ। जस्तो साह्रो हुन्छ नि त काम गर्न, जब साह्रो त हुन्छ काम गर्न। नगरी खाना त पाइँदैन, काम गर्नै पर्छ। त्यस्तै त होला नि भाइ। ए भनेपछि काम तपाईँलाई जे भने गाउँै मनपर्छ? मलाई त गाउँै मनपर्छ, सबै मनपर्छ। ए ल, तपाईँको त्यति छ। तपाईँको अहिले हस्बेन्ड कहाँ हुन्छ त अहिले हालसालमा? उहाँको भनाइमा अहिले उहाँलाई झापा मनपर्छ, तर उहाँलाई बस्न चाहिँ रमाइलो गाउँै छ। तर बस्नलाई कसैले चाहनुहुन्छ, सल्लाह लिन चाहनुहुन्छ भने उहाँले झापालाई रोज्नु भन्नुहुन्छ। त्यही भएर उहाँको विचारमा गाउँ ठिक र उहाँको विचारमा झापा ठिक। मलाई चाहिँ जो पनि माग्न आउँछ प्लिज झापामा घर भएको माग्न आओस् र झापामा यसो काम अलिअलि गर्ने ठाउँ होस्। गाई पालेर एउटा गाई चाहिँ पाल्न सक्ने ठाउँ होस्, अरू चाहिँ केही काम नहोस् जस्तो लाग्छ मलाई। र त्यसैले प्लिज जहाँबाट हेर्दै हुनुहुन्छ यो भिडियो, मलाई झापाको केटा माग्न आओस्। धन्यवाद। उहाँलाई नयाँ 32 गुण लक्षण चाहिएन अरे, झापामा घर भयो अरे। यदि कोही तपाईँहरूले झापामा घर हुने उहाँलाई हेर्दै हुनुहुन्छ र उहाँको अनुहार यता देखाउनुहोस् त, उहाँको थोपडा मन पर्यो भने कृपया माग्न आउन सक्नुहुनेछ। माग्ने घर चाहिँ यही हो। प्लिज म फोटोमा चाहिँ अलि राम्री देखिन्छु, मेरो नाक लामो छ, काली छु, धेरै अलिक काली छु। फोटोमा मात्रै राम्री देखेको, नझुक्किनु होला। धन्यवाद। ल ठिक छ, अब हाम्रो चाहिँ काम यस्तो छ, काम कन्टिन्यू हुनेवाला छ है साथीहरू। तपाईँ सब भिडियो हेर्दै गर्नु होला तपाईँहरू।